यो हाइलुङको बाटो है। यो सालगम भएर आउने बाटो यो हो। जानु चाहिँ म मैलङ गएको थियो। मैलङ गाडी यहाँ छ। यो अब सिधै गएर यहाँ टिभी रोड भेट्छ है। टिभी रोडदेखि त्यो माथिको परशुराम जाने बाटो टिभी रोडदेखि छुट्टिन्छ। अनि त्यहाँदेखि यो तलबाट आएको बाटो चाहिँ तेजुबाट आउने बाटो। अहिले म जाने बाटो नि यो तेजु जाने बाटो यही हो। यहाँदेखि यस्तो घुम्दै जानुपर्छ। अनि माथिको देखेपछि यो चाहिँ सिधा परशुराम भएर हाइलुङ निक्लिने बाटो सर्टकट। किनकि ब्लक थियो भनेर म यताबाट आएको थियो। स्लेट झरेको छ त्यहाँ बाटोमा। अनि यहाँको भ्युस हेर तल मजा छ। गाडी आउँदैछ, गाडी चल्दैछ, गाडी कुद्दैछ। जुम गरेर देखाइदिनु पर्यो।